एक्सन प्रो 5 प्रो क्यामेरा। यो चाहिँ मेरो मोटो ब्लगिङ गर्ने क्यामेरा हो। अलरेडी मैले चाहिँ बिर्तामोडको ओलिस स्टोरबाट चाहिँ लिइसकेको छु, जुन तपाईँ बाई गरिसकेको छु। एकदमै राम्रो क्यामेरा छ ओस्मो 5 प्रो। यो बक्समा चाहिँ 3टा ब्याट्री आएको हुन्छ। स्टिक ब्लगिङ स्टिक हो। यसमा कम्प्लिटली मेरो मोटो ब्लगिङको सेटअप चाहिँ कम्प्लिटली पुरा भइसकेको छ। हेलो एन्ड गुड मर्निङ सबैजनालाई। गुड मर्निङ एन्ड वेलकम ब्याक माई युट्युब च्यानल बिएससी तामाङ ब्लग। सो गाइज, आज चाहिँ म कहाँ जाँदै छु भने तपाईँहरूलाई सरप्राइज छ। सो यो भिडियोमा चाहिँ तपाईँहरूलाई सरप्राइज आउनेछ। म आज मेरो यात्रा चाहिँ हुनेछ बिर्तामोडसम्मको। तर म के कामले जाँदैछु र किन जाँदैछु भने तपाईँहरूलाई सरप्राइज छ। सो यो भिडियो चाहिँ हेर्नुहोस् होला। र आजको मौसम चाहिँ एकदमै राम्रो छ। मौसम यस्तो क्लियर छ आज, हेर्नुहोस् होला। आकाशहरू एकदमै खुलिसकेको छ। बिहान चाहिँ एकदमै धुम्म थियो, पानी पर्ला रहेछ। तर अहिले चाहिँ मौसम एकदम क्लियर छ। अहिले चाहिँ म अब यहाँबाट त झापातिर लाग्छु। पहिला म धर्म सर्कलमा जान्छु, माईमा सुरुङ्गा। त्यहाँदेखि धर्म सर्कलबाट चाहिँ सिधै हामी दुईजना चाहिँ बिर्तामोडसम्मको यात्रा छ। र बिर्तामोड किन जाने र के को लागि हो भनेर तपाईँहरूलाई यो भिडियोमा सरप्राइज हुनेछ। र तपाईँले यो भिडियो हेरिदिनु होला पुरै, त्यसमा थाहा पाइहाल्नुहुन्छ। र अब म चाहिँ यहाँबाट घरबाट निस्किँदैछु उर्लाबारीबाट। पहिला सुरुङ्गा जान्छु। सुरुङ्गाबाट चाहिँ हामी दुईजना एकसाथ फेरि बिर्तामोड हुँदै आजको यात्रा भनेको चाहिँ हाम्रो पानी ट्याङ्कीसम्म हुनेछ। र मौसमले आज साथ दिलाएको छ, एकदमै क्लियर हुँदै आउँदैछ मौसमहरू। र म अब केही समयमा चाहिँ यहाँ घरबाट चाहिँ निस्किँदैछु है गाइस। अब म घरबाट निस्किँदैछु। खानासाना पनि भयो। यो चाहिँ हाम्रो डाक्टर शशाङ्कको डेन्टल क्याम्पको चाहिँ भेस्ट हो। एकदमै राम्रो छ, भवाल छ। उहाँलाई पनि साथ सपोर्ट सबैले गरिदिनु होला भन्न चाहन्छु। ओके, ल अहिले चाहिँ हामी ओलिस स्टोर बिर्तामोडमा आएको छौँ एक्सन क्यामेरा हेर्नको लागि चाहिँ। यो धर्म छ, यो चाहिँ ओलिस स्टोर बिर्तामोड। सो गाइस, फाइनल्ली मेरो भ्लगिङ क्यामेरा आइसकेको छ, ओस्मो एक्सन 5 प्रो क्यामेरा, जुन चाहिँ मैले तपाईँहरूलाई सरप्राइज हुनेछ भनेको थिएँ। जुन भिडियो चाहिँ मैले रिसिभ गरिसकेको छु। यो चाहिँ ओस्मो 5 प्रो क्यामेरा हो, अहिलेको लेटेस्ट एक्सन क्यामेरा ओस्मो DJI-को 5 प्रो क्यामेरा। अब चाहिँ म यसलाई चाहिँ अनबक्सिङ गर्न गइरहेको छु है गाइस। अनबक्सिङ गर्न गइरहेको छु। सो यसमा चाहिँ क्यामेरा छ र क्यामेराको कभर छ। जस्तै क्यामेरा चाहिँ यो हो एक्सन प्रो 5 प्रो क्यामेरा। यो चाहिँ मेरो मोटो ब्लगिङ गर्ने क्यामेरा हो। अलरेडी मैले चाहिँ बिर्तामोडको ओलिस स्टोरबाट चाहिँ लिइसकेको छु, जुन तपाईँहरूलाई मैले सरप्राइज हुनेवाला छ भनेको थिएँ भिडियोमा। जो सरप्राइज थिएँ ओस्मो DJI 5 प्रो हो, जुन चाहिँ मैले बाई गरिसकेको छु। एकदमै राम्रो क्यामेरा छ ओस्मो 5 प्रो। र एउटा यो क्यामेरा भयो ओस्मोको, त्यसमा एउटा यो आउटसाइड कभर प्रोटेक्सन छ। त्यसपछि यसमा एक्सेसरिज आइटममा यसमा तीनटा ब्याट्री हुन्छ। यो बक्समा चाहिँ 3टा ब्याट्री आएको हुन्छ। 3टा ब्याट्री हुन्छ। त्यसमा फेरि एक्स्ट्रा यो चाहिँ डन्ठी स्टिक ब्लगिङ स्टिक हो। यो पनि ओस्मो DJI-कै हो। त्यसमा एउटा चार्जर हुन्छ, यो ब्याट्री चार्जिङ गर्ने हो। त्यसमा अब एउटा माउन्टर हुन्छ, यो स्टिकी माउन्ट हेलमेटमा टाँस्ने। त्यसमा यो लक गर्ने यो भइहाल्यो स्टिकी माउन्टको। त्यसमा अझै आउँछ यो चाहिँ
यो चाहिँ यस्तो तरिकाले चिप्काउँछ। यो चाहिँ म्याग्नेट हुन्छ, यसमा चाहिँ म्याग्नेट हुन्छ, यो यसमा चाहिँ म्याग्नेट हुन्छ, यो म्याग्नेटले चिप्किने हो। यो चाहिँ तपाईँले यसरी साइडबाट हेलमेटमा साइडमा लगाएर भ्लगिङ गर्दा पनि भयो, अगाडि चिउडा राख्दा पनि भयो, टाउकोमा राख्दा पनि, यो जहाँ राख्दा पनि हुन्छ। तर यो चाहिँ एकदम हेभी चाहिँ यसको चाहिँ म्याग्नेटको छ। अब एउटा यो एक्स्ट्रामा आउने यो भइहाल्यो है तपाईँहरूलाई। साथमा 1 वर्षको वारेन्टी कार्ड चाहिँ यहाँ छ। सो यो चाहिँ वारेन्टी कार्ड हो। सो कम्प्लिटली यो DJI-को ओस्मो 5 Pro एकदमै बबल क्यामेरा छ र यसमा चाहिँ एकदम भिडियो क्वालिटीहरूदेखि लिएर एभ्रिथिङ चाहिँ एकदम गुड छ र यसको प्राइस पनि एकदमै महँगो छ। साथमा यो टेलिसिङ ब्रान्डको चाहिँ हेलमेट माउन्ट पनि मैले अर्डर गरेको छु। अब यसमा कम्प्लिटली मेरो मोटो भ्लगिङको सेटअप चाहिँ कम्प्लिटली पुरा भइसकेको छ। तर अब एउटा चिजहरू मात्रै मसँग एभाइलेबल छैन, जुन चाहिँ माइक हो। वायर विथ वायर भएको माइक, जुन मोटो भ्लगको लागि। यो माइक अब वायरलेस, यो पनि वायरलेस माइक छ, तर त्यसमा चाहिँ त्यो एउटा कभर निकाल्नु पर्ने रहेछ। त्यो भएर त्यो कभर नजानेको कारणले गर्दा चाहिँ मैले यो वायरलेस युज गरिनँ। पछि अलिकति जान्ने भइसकेपछि यो वायरलेस युज गर्छु। र अब अहिले चाहिँ मैले चाहिँ वायर भएको माइकलाई मैले चाहिँ अर्डर गरिसकेको छु। अब मेरो वायर भएको माइक आइसकेपछि फाइनल्ली मेरो मोटो भ्लगिङ सेटअप चाहिँ कम्प्लिटली हुन्छ। त्यहाँदेखि चाहिँ म फाइनल्ली बाहिर सुट गर्न जानेछु र हेर्नेछु DJI ओस्मो 5 Pro-को चाहिँ भिडियो क्वालिटी कस्तो आउनेछ, त्यो तपाईँहरूलाई भिडियोबाट देखाउनेछु। आजदेखि चाहिँ मेरो सपना, मेरो ड्रिम पुरा भइसकेको छ क्यामेरा किन्नेको। र यो सिकिसकेपछि यो ओस्मोको चाहिँ मैले पर्फेक्टली जान्ने भइसकेपछि तपाईँहरूलाई चाहिँ एकदम राम्रो भिडियोहरू लिएर आउनेछु र तपाईँहरूमाझ। सो डोन्ट फर्गेट टु सब्सक्राइब माई च्यानल BSC तामाङ ब्लग। सो प्लिज सब्सक्राइब एन्ड लाइक कमेन्ट गर्नु होला। फाइनल्ली मैले चाहिँ हेलमेट माउन्ट चाहिँ अनलाइन अर्डर गरेको थिएँ, अहिले मैले रिसिभ गरेको छु। यो चाहिँ अब हेलमेट माउन्ट जो मोटो भ्लगको लागि चाहिँ सेटअपको लागि चाहिँ मैले एक-एकवटा आइटमहरू चाहिँ कलेक्सन गर्दैछु। आज चाहिँ मैले एक्सन नेपालबाट चाहिँ यो हेलमेट माउन्ट अर्डर गरेको थिएँ हिजो, आज आइसकेको छ र यसलाई म अनबक्सिङ गर्न गएको छु। यो चाहिँ टेलिसिङ ब्रान्डको मोटरसाइकल हेलमेट माउन्ट हो। अब यो बक्स म ओपन गर्न गएको छु, हेरौँ कस्तो छ के छ, तपाईँहरूलाई पनि देखाउने छु। टेलिसिङ ब्रान्डको यो चाहिँ यस्तो क्वालिटीमा छ, क्वालिटी चाहिँ एकदमै राम्रो रहेछ। यो चाहिँ टेलिसिङ ब्रान्डको हेलमेट माउन्ट हो। यसमा एउटा नट आउँछ र यो आउँछ। अब यसमा चाहिँ एक्सन प्रो 5 लगाएर चाहिँ मोटो भ्लगिङ गरिन्छ। अब एउटा सिर्फ अनलाइनबाट चाहिँ मैले माइक अर्डर गरेको छु। अब त्यो माइक सायद भोलितिर आइपुग्छ होला। त्यहाँदेखि चाहिँ फुल सेटअप मोटो भ्लगिङको चाहिँ मेरो कम्प्लिट हुनेछ। पूर्वबाट घाम उदाए तापनि आज चाहिँ पहाडी इलाका र पश्चिमी इलाकामा चाहिँ एकदमै कुहिरी मण्डल भएर आएको छ। तर हाम्रो उर्लाबारीतिर चाहिँ वेदर त्यस्तो खासै छैन। तर पहाडी इलाकातिर राम्रो बवाल अन्धकार भएर आयो त यार। र पश्चिमतिर एकदमै कुहिरी मण्डल भएर आइसकेको छ। सायद दिनभरि चाहिँ पानी चाहिँ खतरै पर्ला जस्तो छ पश्चिमतिर। र पहाडी इलाकातिर चाहिँ एकदमै कुहिरी मण्डल भएर आएको छ। हेर्नुहोस् होला गाइस, धरानतिर पनि पानी चाहिँ खतरै परेको होला। हाम्रो दीपक गाउँलीको घरतिर पनि पानी चाहिँ खतरै परेको होला। हाम्रो डाक्टर साहबकोतिर पनि। र हाम्रो उर्लाबारीमा चाहिँ मौसम नर्मलै छ। पूर्वबाट अहिले घाम उदाएको थियो, तर अहिले घाम पनि अब कुहिरी बादलले चाहिँ छेकिँदै गइरहेको छ। रातभरि नै आज पानी परेको थियो, तर बिहान पनि यसो मर्निङ वाकको लागि चाहिँ निस्केको, पानी
पर्ला यस्तो भएर फेरि मर्निङ वाकको लागि गइन। तर धेरै जस्तो पानी चाहिँ पहाडी इलाकातिर र यो पश्चिमी भेगतिर चाहिँ एकदमै मेघ गर्जेर नै पानी परिरहेको छ। तर पूर्व एरियामा चाहिँ हाम्रो झापा मोरङ साइडतिर चाहिँ त्यस्तो अहिले खासै वेदरहरू क्लियरै जस्तो देखिन्छ। तर बादल लागेको चाहिँ हाम्रो यो पूर्वतिर परको चाहिँ टावर देखिरहेको छ, तपाईहरु देख्नुहुन्छ होला। त्यो परको टावर, अग्लो टावर, त्यो बुर्ज खलिफा चाहिँ हाम्रो केपी बाको टावर हो। अहिले त्यहाँ चाहिँ बिजनेस कम्प्लेक्स बनाउने कुरा थियो, तर अहिले चाहिँ बाख्रा चलन छ भन्छन् सामाजिक सञ्जालतिर। त्यो टावर चाहिँ हाम्रो केपी बाको है, केपी बाको झापा जिल्लाको तमोकमा चाहिँ बनाएको टावर हो। हेर्नुहोस् होला, यहाँबाट पनि देख्छ केपी बाको टावर। पश्चिमतिर एकदमै चट्याङ गडाङ र गुडुङ गरेर चाहिँ पानी परिरहेको छ। हेर्नु होला, दक्षिणी भेगतिर पनि त्यस्तो खासै मौसम खराब छैन, क्लियर छ। धेरै जस्तो चाहिँ पश्चिम र पहाडी इलाकामा। ल अब म पनि मुनि लागेँ। हाम्रो उर्लारीमा चाहिँ पानी परेको छ बिहान बिहानै। अहिले धेरै जस्तो उता पहाडमा पानी परेको छ क्या, पहाड र पश्चिम एरियामा। पहाडी इलाका र पश्चिमी इलाकामा चाहिँ एकदमै धेरै पानी परेको छ। फेरि रोकियो। स्यालको बे भन्छ नि यस्तो घाम पानीमा। स्यालको बे स्यालको बे नै भयो कि के हो, एकछिनमा घाम लाग्छ, एकछिनमा पानी पर्छ, एकछिनमा अन्धकार हुन्छ, के हो मौसम। तर अब कन्टिन्यू पानी पर्छ भनिरहेछ असारसम्म नै। ल आयो है, आयो आयो, मेघ गर्जेर आयो पानी। आयो आयो आयो, ल मेघ गर्जेर पानी आयो। खत्रै आयो, खत्रै। ल आयो आयो, ल है आयो। यार फोटो खिच्दै एउटा तीवटा। हिलो लाग्छ, हिलो Come here, Bruno. हिलो लाग्छ नि। Hey, Bruno. Come. को यार गिर्नु। होय भयो। किन नभए कन्टिन्यू गर। गरेछु त। त्यहाँ बस, बुर्नु बस। त्यहाँ बस। आम्मामा धार त लास्टै पलाएको है। कम्ती लामो लाउँछ नि त। हिजो अस्ति भर्खर यो गरेको फेरि पलायो। कति पलाएको। आम्मामा। नाली सरसफाइ। बुर्नु जानै लड्यो। त्यहाँ नाममा यस्तो छ झार पलाएर। यसको त जरैदेखि घरमा छ कि अब त्यहाँदेखि चाहिँ पाउँदैन कि। काटिँदैन त किन नकाट्नु। एउटा फोटो खिच, एउटा खिच। आमामा आमामा, हिलो सानो हिलो छ त। बुर्नु आइज, बुर्नु। सबै लुकाइ भारी लगाएछ, लुकाइ भेरी लगाएछ। बुर्नु ओए बुर्नु। अलिक सफा देख्यो नि होइन, अलिक ठुलो देख्यो नि। अब यसलाई त नाली सरसफाइ कार्यक्रम उता आइज, त्यताबाट आइन, हिलोमा आइज र फेरि हिलो आइज आइज। यहाँ बस, यहाँ बुर्नु।
सिट डाउन हो त्यो सुपरभाइजर है काम हेर्ने मलाई काम सही हो कि भनेर बुर्नु सुपरभाइजर है म चाहिँ वर्कर ल तपाईँ म्यानेजर हाम्रो सिधा चाहिँ म्यानेजर ल ल बुर्नु सुपरभाइजर हो नि त हाम्रो कहीँ फोनमै बस्छ अहिले एकदम सफा भयो नि त होइन नाली झार पलाएर मच्छर आएर मच्छरलाई बाई बाई मच्छर बाई बाई भयो नि त यति गरेपछि पसिना भुइँमा झर्ला नि मोबाइल फेरि केयरफुल है त्यही त हुँदैन नि आज शनिबारको दिन सरसफाइ कार्यक्रम नालीको ब्रुनो अर्को पन्जा ल्याउनु पर्छ है यस्तो चिथारिदिन्छ नि पसिना त लास्टै आएर काम गर्ने माने हरा थियो कि हो सिधा यसलाई कसरी काट्ने कानो निकाल्नु सब कति हो झार एकै छैन पलाउँछ झार पनि हिजो अस्ति भर्खर उखालेको होइन कति चाँडो पलाएको जस्तो झार चाहिँ अरू चिज चाहिँ पलाउँदैन रोपेको थियो ए यो बुर्नु यहाँ आइज यहाँ आइज यहाँ आइज नालीको सरसफाइ पनि सकियो पुरो झार पलाएर चाहिँ एकदमै लाडी भएको कारणले अब यहाँबाट पानी बगाउनु पऱ्यो नि त यहाँ जम्मा छ पारे पुरा आमामा छ त हिलो सक्यो हिलो भाइ ल बिस्तारी सक्छ निकाल्न ल लडाउला नि बिस्तारी भाइ आफ्नो साइडबाट है अनि कहाँ उता लागेको हिँड्न आइज अनि किन उता लागेको बाटोमा आफ्नो साइडमा हिँड बुर्न कुद अनि किन चढाउनु त हिँड बाटोमा अहिले मम्मी आएको छैन घर खुल्ला छ कुद 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 बुर्न कुद